आदरणीय गुरुवर्गमा नमन। तपाईहरुले दिनुभएको ज्ञान जीवनको महत्त्वपूर्ण सम्पत्तिले दियो केटाले त ठुलो बाल्नु, बाआमाको भोको पेट पाल्नु। साङको गुफाभित्र छिर्न गइरहेका छौँ। महादेवको मूर्ति। जय शिव महादेव। हामी छिर्दैछौँ भित्र, गुफाभित्र जान लाग्छौँ। वीरेन्द्र आएन, हामी 3-4 जना छौँ। ल गोविन्द सर, तपाईलाई भित्रको अनुभव कस्तो लाग्यो भन्नुहोस् त? भित्र एकदम निकै साँग्रो रहेछ। बसेर भन्नुहोस् कति मिटरसम्म? भित्रको भाग मलाई लाग्छ 100 मिटर सानचुन माथि जान्छ जस्तो लाग्छ मलाई चाहिँ। हामी गुफाको अन्तिम बिन्दुमा पुगेर पनि फर्क्यौँ। बिचमा चाहिँ बस्नु बसेर भन्नुहोस् ल। बिचमा चाहिँ यो भूकम्पले चाहिँ केही अझै त्योभन्दा माथि पनि केही स्थान चाहिँ ढाकेको भन्ने, त्यसलाई चाहिँ नष्ट गरेको अथवा चाहिँ त्यही ढुङ्गाहरू आएर चाहिँ त्यसलाई चाहिँ रोकिदिएको भन्ने छ। गुफा एकदम निकै चाहिँ रमणीय रहेछ। भित्र जति गयो उति रमणीय रहेछ। हामीलाई लाग्छ हामी गुफाको अन्तिम बिन्दुसम्म पनि आइपुग्यौँ। र बिचमा चाहिँ त्यो सानो ठाउँमा जानका लागि हामीलाई निकै कठिन भएको थियो। हामी जसरी गएका थियौँ त्यसरी नै हामी फेरि फर्क्यौँ। बल्ल मात्रै हामी सफल भयौँ। एकदम चाहिँ निकै रमाइलो ठाउँ रहेछ है। यो क्षेत्रमा चाहिँ तपाईँहरू पनि जुन ठाउँ हुनुहुन्छ होइन, यो गुफामा एकचोटि चाहिँ आएर होइन यसलाई चाहिँ यो गुफामा प्रवेश गरेर तपाईँहरू जान सक्नुहुनेछ भन्ने हाम्रो चाहिँ सुझाव छ। एकदम ऐतिहासिक र यो पर्यटकीय स्थल रहेछ। हामी सबैजनालाई चाहिँ खुसी लाग्यो। हामी अझै पनि अब यो गुफाको यता माथि हेर्दा What?